ल हामीहरूको चाहिँ सुरु भयो हिउँ सोर्ने पर्दैछ अलिअलि पर्दैछ र पनि वी आर नट गोना बी एफ्रेड दिस इज नो भन्छ अरे गाइस हो हामी डराउने छैनौँ हामी सोर्दैछौँ हाम्रो यता अर्को ज्याङ्गोले पनि सोरेकै छ आम्मामा कस्तो कडा गरेर सोरिरहेको छ झन् उसले त अनि यता फेरि नसकिने क्या प्रभुको छोरा हेटेरिका अहिलेको जेन्जीहरूलाई चाहिँ नसकिने है गाइस हो यस्तो दामी साथले सोरिँदैछ कि अब मेरो पनि रेडी छ म पनि यहाँ सोर्दैछु यहाँ अर्को पनि छ अनि म पनि सोर्ने अब यस्तै छ साथी हो यस्तै छ यस्तो गरेर चाहिँ सोर्नु भनेको त अनि सानो थिनु ठुलो कुरो होइन त अब के गर्नु नसरी पनि नहुने यस्तो छ गाइस हो पुरा आइस पोसँग छ त हौ आइससँग छ नि पुरा आइससँग पर्दैछ हो ओ माय गॉड अब 2-3 मिनट गर्दै सोर्यो भने पनि वी विल डु इट यस्तै छ है साथी हो आज चाहिँ लगभग 1.5 फिट चाहिँ परेकै हो स्नो अहिलेसम्ममा चाहिँ अहिले चाहिँ अघिसम्म चाहिँ आइस झर्दै त अल्छी के अरे हिउँ मात्रै झर्दै त अल्छी पुरा आइस पनि झरिरहेछ यस्तो धेरै यहाँ भने चाहिँ 1.5 फिट त परेकै हो यस्तो छ है रुम लागिरहेछ हिउँ चाहिँ माथि माथि हिउँ चाहिँ माथिबाट झर्दैछ है चिल चाहिँ माथि माथि भने चाहिँ हिउँ झरिरहेछ साथी हो यस्तो मजाले अब सोरिन्छ कि अब मेरो पालो एकछिनबाट उसले रेस्ट गर्दैछन् हो अनि आफ्टर द्याट आम गन डु इट यहाँ चाहिँ सट्ट बाटो भयो अनि हो एकछिनबाट इट कम्स माई टर्न टट गर्दैछ विष्णु अहिले चाहिँ पुरा आइस पर्दैछ अहिले नै सोरेन भने चाहिँ नि भरे एउटा एकदम आइस हुन्छ कि सोर्न यस्तो धेरै गाह्रो पर्छ कि निकै गाह्रो पर्छ अहिले सोर्यो भने चाहिँ राम्रै हुन्छ अब एकछिनबाट मेरो पालो यस्तो छ माई गुडनेस अलराइट साथीहरू गुड बाई